काउली र आलुको बिहे हुन्छ र सुहागरातको दिन कौलीले आलुलाई सुन्नुस् न राजा हनीमुन चाहिँ कहाँ जाने भनेर सोध्छ र आलु आमालाई सोध्नुपर्छ डार्लिङ किनकि पैसो जति सबै आमाले राख्छिन् भनेर पो भन्छ। अनि भोलिपल्ट काउली बिहानै रेडी भएर भान्सा छिर्छिन् र आलुको आमाले बुहारी तिमीलाई मिठो मिठो के पकाउन आउँछ भनेर सोध्छिन् र काउली खै सासु आमा मेरो घरमा त बिहान उठ्ने बित्तिकै मेरी आमाले चिया ल्याउँथिन् भात दाल तरकारी सबै पकाई ठिक्क पारी छोरी खाना आउन भनेर बोलाउँथिन्। बल्ल बल्ल उठेर खान जान्थे कहिलेकाहीँ त मुख धुन ब्रस गर्ने नि बिर्सिन्थे भनेर पो भन्छे। कौलीको कुरा सुनि सासु आमा रिसाउँछिन् र यहाँ यस्तो हुँदैन बुहारी यहाँ त बिहानै उठेर खाना पकाउनु पर्छ सबैलाई खान पर्छ सबैले खाइसकेपछि भाँडा माथि भान्सा नि सफा गर्नु पर्छ भनेर पो भन्छे। र काउली आम्मामा यत्रो धेरै काम गर्नु पर्छ बुहारीले पनि यति धेरै काम गर्नुपर्ने भए काम गर्ने राखे भइहाल्यो नि मलाई चाहिँ किन बिहे गरी ल्याउनु पर्यो भनेर पो भन्छे। अनि सासु छोराले भनेर बिहे गरे नि मैले मन पराएर बिहे गरायो र भन्दै सन्किन्छन्। त्यत्तिकैमा छोरा आए आमालाई आमा अलिअलि पैसा दिनु पर्यो बुहारीलाई हनीमुनतिर लानु पर्यो भनेर भन्छ र आमा पैसो जति सबै तेरो बिहेले खायो छैन पैसो तेरो बिहेमा खाँदा खाँदा ग्यास्ट्रिक भएको छ हनीमुन चाहिँ होइन बरु बिरे नुन चाहिँ किनेर लिएर भनेर पो भन्छन्। बिचरा आलु लुरुक्क पर्दै कौली कहाँ जान्छ र डार्लिङ हनीमुन जाने अहिले पैसा छैन अर्को वर्ष जाउला नि है भनेर भन्छ। अनि काउली यस्ता जाबा हनीमुन पनि लान नसक्नेले किन बिहे गर्नु जान्छु म त माइती जुन दिन हनीमुन लान्छौ त्यही दिन मात्रै आउँछु भन्दै माइतीतिर लाग्छिन्। आलु काजी दिक्क हुन्छ यत्रो झै झै बाजा बजाई बिहे गरियो हनीमुन त परै जाओस् यस्तो जाडोमा कोठामा एक्लै परियो भन्दै रुन लाग्छ।